हेर्नुहोस् यहाँ श्याम दाईले चिसो र मासु खाँदै हुन्छ अनि यहाँ छेउमा चाहिँ अब रुदीले पनि थोरै श्याम दाईले खानु सघाउँदै हुनुहुन्छ हेर्नुहोस् यहाँ सुँगुरको मासु छ होइन अनि चिसो खाँदै हुन्छ अनि अलिक धेरै थियो तर अलिक आधी खाइसक्यो होइन अनि यता हुनुहुन्छ हाम्रो ट्रिसादी हाम्रो पाहुना है तुङ्काबाट आउनुभएको छ उहाँले पनि यहाँ यसो सघाउँदै हुनुहुन्छ श्याम दाईलाई त्यसै कारण छेउमा हुनुहुन्छ हाम्रो एल्सा भाउ झन् बोसो झन् मजाले खाँदै हुनुहुन्छ यस्तो मजाले खाँदै हुनुहुन्छ नि अनि यहाँ यस्तोतिर पनि सघाउँदैछ मम्मीलाई चिसो खानु अनि यता छ बनास सबैले खाएको हेर्दैछ हेर्नुहोस् उता केही नखाने अरे चिसो पनि नखाने अरे मासु नखाने अनि खै कहाँ गयो मेरो ग्लास ए हेर्नुहोस् यहाँ मधे दिउ खाँदैछु अब खमै साथीहरू फर्स्ट ड्रिङ्क फर्स्ट ड्रिङ्क मासु ल्याऊ साथी यहाँ सुँगुरको मासु यहाँ बोसो लिनु अम्बो बोसै लिनु खुवाइदिन्छु नि केही हुँदैन खुवाइदिनु बिरामी भएपछि प्रभु राजन श्रेष्ठ त दिनको 1 लिटर कोक नभइकन हुँदैन रे उसलाई को राजन सिस्टर 1 लिटर हैन अझ 2 लिटर वाला एउटा यहाँ दुध दिउ खाने के खाने भनेर हैन रुनु पो भयो रुनु भयो यहाँ सानैलाई फकाएर तर मैले बुढो चाहिँ भने जस्तै पाएको छु यार हो म मान्छु मेरो बुढाले सुन चाँदी दिनु सकेन होला महलमा राख्नु सकेन होला दिउ र मासु त खान सक्छ हैन दिउ र मासु चाहिँ